गोरखपुर लखनऊ लखनऊ मीटिंग गर्नु पर्दैन। हनुमान जी और रावण जी युद्ध कर रहे हैं। इधर देखा शिवाजी को। हम भी है। और बहना हो कति भयो टाइम कितना हुआ? 8 बज चुका है और नहीं अभी बजने वाला है। कितना टाइम लग गया? हाँ 8:02 भइसक्यो। गइसक्यो बिना भयो त हामी लोभी भएको कि टुकटुक चढ्न मन नलागेको। नाली गुगल नाली सीता मातालाई चूडामणि दिएको चूडामणि प्राप्त गरिदिया बोले हो हनुमान जी ले। चूड़ा प्राप्त हो गया। चलो ना यार, तुम क्या कर रहे हो यार? वीडियो बना के जाएंगे। मेरे को बहुत गुस्सा हो जाएगा यार ऐसे करते हो तो। वो लाइट के बाले को बाले करने आ जाएगा। यूपी भनेको कता हो राई? यही त हो नि उभी। हनुमानले के निकालेको? अशोक वाटिका। अशोक वाटिकाको रुखेर झारेको। पार्टी यार पति माथि हेर हमारा गाड़ी आ चुका है यार अभी। रामले हनुमानलाई गला लगाएको युट्युबमा हालिदिने हो कि। प्रभु श्री रामको अयोध्या नगरी यो समुद्रमा पुल बनाउन खोज्दाखेरिको यहाँ हमारा छोटू है। बोलिए फिर बोलिए। रावण के सम्झाने विभीषणले रामलाई के भन्छ अरे रावणलाई सम्झाएको प्रतिबुद्धि ज्ञान दिएको सबैभन्दा ठुलो ज्ञानै हो। ज्ञान भएन भने मान्छेको पतन हुनसक्छ। अच्छा बोलिए जी। दाई भोक लाग्यो यार, गो खाउनु। सीता मातालाई लगेपछि रामले क्रोधित भएर गरेको। क्रोधित प्रभु श्रीरामको समुद्रदेवसँग प्रार्थना गरेको नमानेपछि बाण चलाइएको। यो रामेश्वरको शिवलिङ्ग समुद्रदेवलाई प्रसन्न गर्नको लागि रामेश्वरमा शिवलिङ्गमा बसेर ध्यान गर्नुभएको छ रामजीले।
यो प्रभु श्रीराम सीता मातालाई खोज्दै जाँदाखेरि अशोक वाटिकाको फुल भइसक्यो दाइ, उमेर फुल भइसक्यो। त्यसले जे रावण के नाना द्वारा रावणको प्रभु श्रीरामलाई सन्धि गर्नलाई अघि भन्नुभएको थियो, उहाँले नमान्नु भएको थियो रावणजीले। त्यही भएर दशहरामा हामी रावण जलाइन्छ नमानेपछि। प्रभु श्रीराम के बाण से रावण के मुकुट झरेछ, हेर्न सक्नुहुनेछ। राम 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 सीता राम 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 सीता राम राम। श्री प्रभु श्री राम के वानर सेना तथा राक्षसों के साथ घंघोर युद्ध छिड़ रहा है। यहाँ पे युद्ध चल रहा छ। अगाडि रामको गेट हो। हेर्न सक्नुहुनेछ। राम 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 राम। यो सूर्यदेवको चिन्ह। टक्क अपडेट गर्ने हो क्या काठमाडौँ गएपछि। गर्दैन हामीलाई। उहाँ पारी देख्न सक्नुहुनेछ। भरतजी राम वनवास जाँदाखेरि चप्पल टाउकामा राखेर नागपासबाट बचाउनु भयो गरुडदेवले। यो कुम्भकर्ण र विभीषणले लास्टमा पनि सम्झाउनु भएको थियो कुम्भकर्णलाई कि सुध्रिने एउटा अवसर पाउनुहोस् भनेर। तर कुम्भकर्णजीले मान्नु भएन। त्यसपछि कुम्भकर्णको वध हुन्छ। अहङ्कार गरेपछि विनाश भइहाल्छ नि। अहङ्कार त्यही भएर मान्छेले अहङ्कार गर्नु हुँदैन। यो इन्द्रजितले बाण हानेर लक्ष्मणजीलाई धराशायी गर्नुभएको छ। यो हनुमानजी र कालनेमीको युद्ध, महाभीषण युद्ध। त्यहाँ पारि रामका बाबु दशरथ बिरामी हुनुभएको अवस्था राम वनवास गएपछि। अनि यहाँ धर्मपथ, यो चाहिँ मेन गेट हो। त्यहीँ त हो नि। म अलि अगाडि पनि जान सक्थेँ होला, तर हाम्रो बस स्टप आइसकेको छ। हामी बिहान 4 बजे उठेर गएर गङ्गा नदी नुहाएर हनुमानगढी गएर राम मन्दिर गएर सबैको दर्शन भइसकेको छ। अब हाम्रो बस स्टप आइसक्यो, धेरै टाढा छैन। हामी 7वटा गाडीमा आएको नेपालीहरू घुम्नको लागि। वृन्दावन हुँदै
वृन्दावन अनि त्यस्तै त्यस्तै राजस्थान हुँदै अयोध्या हुँदै अब हामी जनकपुर धामबाट हामी काठमाडौँ जानेछौँ। हाम्रो कोही साथीहरू सुतिरहनु भयो होला। हमारे एक साथ में है छोटू, ये छोटू भी हमारे साथ घूमने गए थे। ये छोटू बोला है मेरा को तू। ये हमारे कुत्ता जी है। मेरा कुत्ता बोला है। हाम्रो दिदीहरू टक्क लाएर घुम्न आउनु भयो र अघि नै आएर चिया खाँदै हुनुहुन्छ। ल है आमाहरू, ल चिया खानुपर्छ। चिया बाँड्दैछन् त्यहाँ। हाम्रो बसहरू त्यहाँ छ, 7वटा बस छ। भित्र राखेको भयो बाहिर पढ्यो क्या, बाहिर खोलामा।